तीनजना साथीहरू सागर, बसन्ते र किस्ने तीनैजनाले डिम्याट खाता खोले। नयाँ लगानीकर्ता भएकाले उनीहरू उत्साहित थिए। आइपिओ खुलेको खबर आयो। सागर, बसन्ते र किस्नेले तुरुन्त आइपिओ पनि एप्लाई गरे। अब त सेयर पक्कै पर्छ होला भन्दै खुसी भए। तर जब रिजल्ट आयो, तीनैजनाको सरी, यु आर नट अलोटेड भन्ने म्यासेज देखियो। दुईजना बहुत निराश भए। सँगैमा उता किस्ने मुस्कुराउँदै भन्दै थियो, मैले त अक्सन सेयरमा भाग लिएको थिएँ नि। यो कम्पनीको आइपिओ नपरेर के भयो त? अर्को कम्पनीको मलाई त सेयर मिल्यो नि। सागर र बसन्ते अचम्ममा परे। अक्सन सेयर रे? त्यो भनेको के हो त? किस्नेले हाँस्दै भन्यो, आइपिओ त सबैले बराबर रेटमा एप्लाई गर्छन्, त्यसैले भाग्यमा भर पर्छ। तर अक्सन सेयर भनेको त जहाँ कम्पनीले बाँकी सेयर बिक्री गर्छ, त्यहाँ हामी आफैले कति मूल्य तिर्ने भनेर बोली लगाउँछौँ। जसले बढी मूल्य लगाउँछ उसले सेयर पाउँछ। मैले त थोरै रिसर्च गरेर सही दरमा बोली लगाएँ अनि सेयर पनि पाइहालेँ। अब सागर र बसन्तेले पनि सिके, भाग्यमा मात्रै होइन, बुझाइमा पनि कमाइ हुन्छ। त्यो दिनदेखि उनीहरूले ठाने, आइपिओ भाग्यको खेल हो, तर अक्सन सेयर बुझ्नेको लागि एउटा राम्रो मेल हो। अब तपाईँ सागर, बसन्ते जस्तै आइपिओ मात्रै रुँगेर बस्नु भएको छ कि किस्नेले जस्तो कुनै कम्पनीको अक्सन सेयर खुलेको छ छैन भनेर खोजी गर्दै एप्लाई पनि गर्दै हुनुहुन्छ? एकचोटि आफूले आफैलाई विचार गर्नुहोस् त। पछिल्लो समय